ओहो ऊ आयो ए गङ्गु के भइरहेछ ओके गङ्गु आम्मा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  मैले यहाँ हेलो भर्खर नयाँ नयाँ खबर पाइरहेको छु क्या गङ्गु बुझेनौ त्यो खबरले मलाई क्या हजुर भन्नुहोस् न मलाई त्यो खबरले क्या कस्तो किन किन चाहिँ मेरो मेरो लागि चाहिँ हो कि क्या जस्तो भइरहेछ क्या गङ्गु बुझेनौ हो र गङ्गु हजुर भन्नुहोस् न त्यो खबरले चाहिँ मलाई किन मलाई भित्रैबाट चाहिँ छ नि गङ्गु तिमी अहिले कहाँ छौ जुन चाम्नेको कन्सर्ट हुँदैछ यहाँनिर गीत सुनिराख कहाँ अनि तिमी जाऊ न अनि गङ्गु किन नगएको यार म भएको तिमीलाई लिएर गइसक्थ्यौ म कस्तो देख के गर्नु जिन्दगीमा मलाई कसैले लाँदैन गङ्गु टाढा पऱ्यो क्या टाढा भयो क्या बुझेन तिम्रो मेरो डिस्टेन्स भयो क्या कस्तो दामी गाउँदैछ क्या जोनले कसम पनि भनेको केटा कुन ठाउँमा कन्सर्ट बिर्ता मोडमा हो बिर्ता मोडमा उसलाई एक्लै सारा र म टिम ल सारा र म टिम दुईटा म्याच दुईजना लगाउ त बिटा मोड हो कस्तो दुइटा के लगाऊ बिर्ता मोडमा अनि भइरहेछ मेरो भोलि छ कि त्यही भएर म गल्छु भनेर हो कि प्रधान भाइ फेरि दाजुभाइ पो आएछ त हौ दाज भाइ काहीँ टुट्दैन क्या बुझेन सारा र म ऊ र के अरे प्रधान र प्रधान भाइ एकैछिन हजुर 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 प्रधान भाइ आम्मा जसले जित्छ नि हाई गङ्गु हजुर दाइ हेलो भन्नु नमस्ते एक गेम एक्सेप्ट अनि व्यवस्था हामीले जित्यो भने त व्यवस्था हो क्या लामो हामीले जित्नु पर्यो त सेक्नु पर्यो क्या बुझेनौ टाइप सेयर हुन्छ गङ्गु। सुन जितम ल गङ्गु माथि आँख हजुर गाइस डबल ट्याप भन्नु डबल ट्याप ये मेरोमा तिमी त राम्रै ओए प्रधान गङ्गु यस्तो सिङ्गल भएछ कि उता कोही कन्सर्ट त्यहाँ हुँदा हुँदा पनि ऊ एक्लै टड्पेर बसिरहेको रहेछ भनेपछि कस्तो चाहिँ भइरहेको होला भित्र जेवन दाइ, सुन्नु, भित्र सुन्नु। भित्र कस्तो चाहिँ प्रधान बुझेनौ त्यहाँ म बुझेँ भएको दाइ, भए गङ्गुलाई दाइ, मैले के म लगेर हात समातेर अँगालो मार्दै टक हामी जोन राईको जेवन कन्सर्ट दाइ। अगाडि भिआइपी सिटमा दाईसँग कस्तो दामी भइरहेको हुन्थ्यो होला तपाईँ सिङ्गल हो तर- जेवन दाइ माखी आँख जेवन दाइ तपाईँ सिङ्गल हो म सिङ्गल कस्तो म सिङ्गल हो त कस्तो कुरा गरेको लामो गङ्गु तिमी पनि सिङ्गल हो गङ्गु आर सिङ्गल जेवन दाइ होइन होइन त्यहाँ केही न केही हुँदैछ यार गाइस डबल ट्याप हान्नु त्यहाँ केही न केही हुँदैछ डबल ट्याप हान्नु पर्यो जिन्दगीमा होइन गङ्गु मैले आर यु सिङ्गल हजुर नो नो यु नट सिङ्गल नो ल जेवन दाइ मुटुमाथि ठुङ्गा Who is your राखी म आम्मा जोन राई होइन म नारायण गोपालको चाहिँ कन्सर्ट जान्थेँ अब चाहिँ आम्माको समय जेवन दाइ मैले ट्राई चाहिँ गरेको होइन अब गङ्गु सिङ्गल छैन के गर्नु। घुम्दै कति पुग्यो जेवन दाइ कुरा गर्नु गङ्गुसँग मलाई अब मलाई कस्तो तनाव भइसक्यो क्या गङ्गोले मलाई कस्तो टेन्सन दियो क्या तपाईँको क्रस होइन गङ्गु अँ कुरा गर्नु नि त त्यहाँ साइडबाट हजुर भइरहेछ क्या म कसरी कुरा गर्नु हौ लामो प्रधान अनि 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 त्यहाँ लामो सुन न म्याच कस्तो नबुझेको हौ। के गाइस डबल ट्याप हान्नु केटाहरूले मलाई फसायो क्या एकछिन बुझेन चुप न हो सारा एकछिन चुप न प्लिज के म बोलेको छैन के चुप भर्खर बोल्दै छु अच्छा तिमी कस्तो ट्याप 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 गरेको एकछिन हामीलाई बोल्न देऊ न ट्याप ट्याप कस्तो ट्याप ट्याप के चाहिँ बोलिरहेछ र ल बोल्न सुनिता रहेछ त नि डबल ट्याप हान्नु न भन्नु त पर्दैन बोल्नु पर्छ होइन सारा बोला त्यही भने बोला बोला होइन गङ्गु सुन न तिमीले यहाँ देखिरहेको छ नि हाङ्गु लामा हजुर सो हाङ्गु लामा चाहिँ अहिले सिङ्गल हो होइन हजुर and like he likes you. He's like you are his crush. ओके So like I was wondering, तिमी सिङ्गल हो भने यति like for me. So, तिमी सिङ्गल भने सिङ्गल भन्दा हुन्छ क्या, cause he's a good guy too. तिमी सधैँ तिम्रो फोटो पनि छ दाइको ग्यालेरीमा होइन लो धेरै गङ्गु नबोल भनेर हो क्या Damn, गङ्गु एलनेट गङ्गुको एलनेट गङ्गुको केटाहरूले मलाई कस्तो ऱ्याक भयो यार गङ्गु किन? तिमीले कन्सर्ट चाहिँ किन नगएको भने त
नेटै कस्तो अड्किरहेछ यार म उता एक्लै भयो क्या त्यो भएर गफ नानी तिमी एक्लै छँदै छैन तिम्रो खै त अनि एलजे मेरो लाडा दुइटै सक्ने छ ड्याम केटा छ साइडमा गङ्गुको जेवेन दाइ गङ्गुको साइडमा केटा छ बोयफ्रेन्ड छ अरे हौ बोयफ्रेन्ड छ अरे गङ्गु भनिरहेछ तिम्रो त बोयफ्रेन्ड छ भनिरहेछ त बोयफ्रेन्ड छ भनेर अघिदेखि जेवेन दाइ त्यसो हामी निस्क्यौँ जेवेन दाइ काम छैन बसेर दाइ म तँलाई गङ्गु लाइक इफिङ तँलाई म गङ्गु भन्दा राम्रो केटी खोजिदिन्छु टेन्सन नलिनु कसम यप गङ्गु भन्दा राम्रो केटी म खोज्छु होइन मलाई गङ्गु मनपर्छ क्या मलाई गङ्गु मनपर्छ हौ मलाई गङ्गु नै मनपर्छ हौ तर फेरि गङ्गुको बोयफ्रेन्ड छ नि त गङ्गुको बोयफ्रेन्ड छ बुझ्नु क्या जेवेन दाइ त बुझ्नु क्या बोयफ्रेन्ड भएको केटीहरूलाई फ्लड गर्ने होइन क्या बोयफ्रेन्ड भएको केटीलाई फ्लड गर्ने होइन बोयफ्रेन्ड नभएको केटीलाई फ्लड गर्ने होइन म्याक्समा तँलाई कति मलाई सम्झाउनु मलाई फेरि कुरा? खाली पोस्ट मनै पर्दैन बोयफ्रेन्ड त इजी हो नि त मलाई इजी चिज मन पर्दैन क्या मलाई अलिक हार्डै होस् क्या फेरि बुझ्न होला म भनेपछि मलाई तँलाई हार्डै गङ्गु चाहियो। गङ्गु चाहियो मलाई अनि कुरा सबैसँग गर्न इजी भयो भने त त सबैसँग भइगयो नि त त्यो मजै भएन नि तर हल्का हार्ड होस् क्या बुझ्न ल कुरा गर्नु त्यसो कुरा गर्नु गङ्गु सुन न भइगयो त उहाँ के होइन उहाँले तपाईँलाई खोजिदिनुहुन्छ अरे मेरो त बोयफ्रेन्ड हुनुहुन्छ होइन हौ तिमीले दुइटै डिजर्भ गर्छ क्या फेरि बुझ्न हो र यप Thank you तिमीलाई so जसले much. गङ्गु यस्तो गर तिमी दुइटैलाई डेट गर होइन दुइटैलाई डेट गर जसले तिमीलाई सक्छ माया गर्न सक्छ तिमीलाई जसले धेरै माया मैले इजी हो क्या गङ्गुलाई कस्तो माया गर्न सक्दिनँ इजी हो क्या मैले कस्तो कुरा गरेको प्रधान लाइक anyone that makes you feel good तिमी त्यही केटासँग मैले अति बाबा माया गरिदिन्छौ गरेछु अति ढिट माया गरिदिन्छौ कस्तो नबुझेको प्रधान ल्याब्स अन्त मसँग कुरा गरे हुन्छ थाम्नै नसक्ने माया पाउँछौ अनि सम्झाउनु नि त उसलाई भन्नु नि त उसलाई डाइरेक्ट तपाईँलाई जति माया लाग्छ होइन डाइरेक्ट त्यहाँ गङ्गु होइन गङ्गुले पनि सोच्नु पऱ्यो नि त गङ्गुले पनि सोच्नु पऱ्यो नि त फेरि त्यो हो नि त कुरा त्यो गङ्गुले पनि पहिला यसरी सोच्नु पऱ्यो हल्का ए हो कि क्या हो जस्तो हुनु पऱ्यो नि त गङ्गुले पनि मबाट मात्र भएर भएन नि त बुझेन हौ ल्याम्स अनि त्यो नि अनि ऊ कहाँ झापामा फेरि त काठमाडौँ अनि हल्का त्यहाँ पनि समस्या पनि त्यहाँ पनि छ नि त फेरि डिस्टेन्स पनि भयो नि त तर म के गरी झापा भएको है टिकट मुझे एक दिनको लागि मात्रै एकछिनको लागि मात्रै भएन नि त हुनु पऱ्यो नि त एभ्री डे टाइप सेट तपाईँ 5 मिनट हो तपाईँ म्याक्स म्याच्ने कस्तो कन्डो कुरा गर्छ हौ लामो यस्तो नबोलौँ ल नबोलौँ ल फेरि त्यही यस्तो नबोलौँ ल फेरि यस्तो त्यही नबोलौँ यो ल, please. यस्तो नबोलौँ है फेरि प्रधानमन्त्री भनिरहेछ है जेन्युन भएर बोलौँ होइन त्यति कुरा हो लाइक मैले हजुरहरूको लागि पनि मैले हेरिरहेको हो होइन ठिक छ आफ्नो बोल्नु पायो तर लाइक के भन्नु जेवेन दाइ ढुक्क बसेन म छु जेवेन दाइ तपाईँ तिमी ढुक्क बसेन म छु त गङ्गु त्यही सम्झाएको मैले जेवेन दाइ तपाईँलाई मैले झापादेखि काठमाडौँ 5 मिनट त फ्लाइट हो भनेको क्या 5 मिनटको फ्लाइट होइन 25 मिनट फ्लाइट होइन 25 मिनट 5 टाइम मिनट लाग्छ अहिले त। फ्लाइटमा 5 मिनट 25 मिनट हौ लामो अस्ति पुगेर आइसक्यो म 25 मिनट दाइ मैले गाडी भनेको होइन हौ प्लेन भनेको प्लेन एरोप्लेन एरोप्लेनमा 45 रहेछ 45 मिनट 45 45 तर 1 आवर नै लाग्छ ढिलो भएर तर के छैन 1 आवर इजी हो कि तर गङ्गु क्यान आस्क यु क्वेसन हुन्छ सो लाइक गङ्गु तिमी नठगी भन ल हजुर हुन्छ मलाई थाहा छ तिम्रो बोयफ्रेन्ड छ होइन हजुर अनि मलाई थाहा छ तिमीले माया गर्छ तिम्रो बोयफ्रेन्डलाई तिम्रो बोयफ्रेन्डले पनि तिमीलाई माया गर्छ होइन हजुर गङ्गुले थाहा पाइसक्यो त्यो कोही क्वेसन हो भनेर गङ्गु अनि भन्नुहोस् न तिम्रो बोयफ्रेन्ड हेर्छौ कि म हजुर तिम्रो बोयफ्रेन्ड हेर्छौ कि म अभियसली मेरो बोयफ्रेन्ड हो यो त अलिकति हाङ्गुलामा हेर्छौ कि म हजुर ए झाक्ने लामो कस्तो कन्डो क्वेसन सोधिरहेछ हौ लामो जस्तो अभियसली मेरो बोयफ्रेन्ड आउँछ सबै कुरा मेरो बोयफ्रेन्ड आउनुहुन्छ होइन कस्तो हेर्न कस्तो जोत कुरा हानिरहेछ लामो जस्तो यो गङ्गु हजुर तिमीलाई म कस्तो लाग्छ ह्यान्डसम लाग्छ
गङ्गा ए गङ्गा भनेपछि गङ्गो तिम्रो नाम चाहिँ किन गङ्गा चाहिँ कसरी भयो हौ गङ्गो दुई तिन मेरो नाम गङ्गाई हो